सम्माहरू पनि रहेछन् क्या यहाँ त यार। अहिले म अटोमा बसिसकेँ साथीहरू। ल हेर्नुहोस् है, ताज होटल यो इन्डियाको अहमदाबादको ताज होटल हो। कति रमाइलो दृश्य छ, कति अल्को छ हैन। बाहिरबाट यति रमाइलो यति राम्रो देखिरहेको छ, भित्रबाट झन् कति लग्जरी होला यो ताज होटल हैन। मेरो त हेरेर हैन यस्तो टाउको माथि गरेर हेरेको, टाउको नै पाट्यो मेरो त है। अनि अगाडि एउटा करस आइसकेको छ। यो करसमा चाहिँ उता खै कता कताको बाटो हो त्यो त मलाई थाहा छैन। अब यहाँ मिटर सिटर पनि चल्दो रहन्छ यो हैन। म चल्छ कि भनेर खज्याङ खुजुङ गरेको, के गर्ने अब। यहाँ यता सिटिङ एरिया रहेछ, यो चाहिँ हैन वरिपरि सबै त्यो हरियो न सुकेको जस्तो यो भ्यू रहेछ। यता करस कफी रहेछ, यता बन्दै गरेको नयाँ हैन। अनि चाहिँ अब म सुई हामी हिँडिहाल्यौँ क्या हैन। अब हिँड्ने क्रममा अब के गर्ने, अब यस्तो लग्जरी लाइफ छ कसैको हैन। आफ्नो त के हेर्ने, अटोमा बसेर हिँडिरहेको छु हैन। अटोमा बसेर हिँडिरहेको छु अरे कहाँ अटोमा बसेर हिँडिरहेको छ यार। कसम यार, अटोमा बसेर अटो कुदिरहेको छ भन्न यार। त पनि कस्तो क्या मान्छे यार हैन। म कसम आफैलाई अजिब लाग्छ क्या हैन। के भइदिरहेको क्या यार। ओ माई गड यार, यो यस्तो ठुलो ठुलो घर आइसकेको छ यता पनि हैन। यस्तो ठुलो घर मैले देखेकै थिएन क्या साथीहरू हैन। यो यस्तो घरहरू यार, के छम्माहरू पनि रहेछन् यार यहाँ त यार। ओ माई गड यार, पुरै आफ्नो गन्तव्यतिर हिँडिरहेछन् हैन। अब म पनि अब अटोबाट झरिहालेँ। अब कता जाने हो अब त्यो त अब मलाई थाहा छैन। ऊ भाइले पैसा दिँदैछ हैन। अब काकाले